हामी अहिले भालुवाङ बजारमा छौँ। बुटोलबाट 90 किलोमिटर पश्चिम रहेछ भालुवाङ बजार है। यो भालुवाङ बजार हो, यो चोक हो है। यहाँबाट यतातिर यो मोहन राजमार्ग है, यता दाङतिर जान्छ अनि हामी अब यो बाटोतिर जान्छौँ। यो भनेको प्युठान जाने बाटो हो। हामी सोह्रद्वारी जानुको लागि अब यो बाटो हुँदै हामी प्युठानतर्फ लाग्छौँ। यस्तो छ त्यही त्यो प्युठान जाने बाटो हो, सोह्रद्वारी जाने। यहाँबाट ल 65 किलोमिटर छ भन्ने कुरो आएको छ। अहिले हामी भएको भालुवाङ बजार। हामी भालुवाङबाट दरबाङ बजार आइयो है। प्युठानको दरबाङ बजार हो यो बाटो हामी आएको। र अहिले यहाँ गाडी यो पौडेल आयल स्टोरमा तेल हाल्न रोकेको छ। हामी जाने बाटो यता आयो, ढिङ्ग्रीतर्फ छ। अब डाँडा गएर ढिङ्ग्रीतर्फ हामी ढिङ्ग्री बजार आइपुग्यौँ है। भालुवाङबाट ढिङ्ग्री बजार आइपुग्यौँ त करिब 70 किलोमिटर रहेछ। अब हामी यो बाटो भएर तल जान्छौँ। पर्यटन वर्ष यो बाटो हुँदै यात्रा एकदम भिडभाड छ है। भिडभाड छ है ढिङ्ग्री बजारमा। पुरै सोह्रद्वारी गएर आउनेको भिडियो भिङ्ग्रीबाट सोह्रद्वारी पुग्छौँ। पालिकाको हावा सफा सुन्दर र स्वच्छ समाज त्यो भिडभाडमा छ हामी ढिङ्ग्रीबाट सोह्रद्वारी एकदम भिडभाड छ आज। इन्डियन नेपालीहरू तराईतिरको यो साउनको अन्तिम सोमबार हो, प्रशस्त मात्रामा रहेछ। माथि सोह्रद्वारी जाने यस्तै छ, पुरा बाटाको वारिपारि सबै माथिबाट फर्के काम ल मान्छे हिँडेरै आएको। सबै तल गाडी बस राखेर सबै माथि सोह्रद्वारीबाट तल ढिङ्ग्रीतिर झर्ने काम दर्शन गर्न आएका मान्छे। नजिक नजिक आइपुग्यो। आज साउनको अन्तिम सोमबार भएर यस्तो छ है दृश्य सोह्रद्वारीको। मान्छेको एकदम भिडभाड छ। यो पछितिर हामी आएको ठाउँ हो, यो हो त यो सोह्रद्वारी प्रवेशद्वार हो। यो हुँदै हामी जान्छौँ। छ बाटो ठाउँ ठाउँमा यसरी यात्री विश्राम स्थल पनि भनिएको रहेछ। तलबाट गाडी आउने ठाउँबाट 1 किलोमिटर माथि छ अरे त्यही छ बाटो। 1 किलोमिटरको ट्र्याक रहेछ है त पैदल मार्ग। बाँसको जङ्गल रहेछ है त्यो। बाँस पाइने ठाउँमा, कर्सु पाइने ठाउँमा आइयो।
हिँड्न यस्तो हाइटमा नि हिँडेकै छन् पर्छु यो बाँझ हो मान्छे आएको आइ छन् सहबारीको दर्शन गरेर आज साउनको अन्तिम सोमबार भएर पनि यहाँ मुख्य गरेर मधेसी तराई मुलका मानिसहरू बढी आजको दिन आउने रहेछन् हजुर मेन मन्दिरको प्रवेशद्वार